Hello, namaste, welcome back my channel and another video with new video. It's me from Bhagamagal. I have सबैजना संसारमै हुनुहुन्छ होला र म पनि सन्चै छु। म चाहिँ हाम्रो चाहिँ बारीमा अलर रहेको छ अनि अलर टिप्न जाँदैछौँ हामी चाहिँ अनि मजदुर लगाएर अलर बारीमा अलर टिपेर देखाउने छु सकेसम्म भनिरहेको चाहिँ नत्र भने अलरहरू टिपेर चाहिँ एक कट्ठा गरेर चाहिँ देखाउँछु मैले है साथीहरू किनकि मम्मीसँग जाँदैछु मम्मीसँग मलाई थुप्रो डर लाग्छ त्यही भएर सो भिडियो हेर्दै गर्नु होला यस्तो हुन्छ अलर भनेको अनि दाना चाहिँ यस्तो हुन्छ यस्तो हुन्छ चाहिँ सुकाएर कोही सुकेछ कोही हरियो छ त्यही भएर सुकेको टिम जानु मम्मी र म त जाउँछ खाँदैछु साथीहरू अहिले बिहानको 8:30 बजे हामी त यस्तो टलक्क घाम लाग्छ दाउराहरू त्यो तलको दाउरा पनि हाम्रो हो दाउरा बोकेर चाहिँ घर लैजानु छ कहिले बजे हाम्रो कुखुराको खोर बनाएको छ कुखुराको खोर बनाएको छ यहाँ दाउराहरूतिरको यहाँ टुक्रा धुलो दाउरा चाहिँ हाम्रो साथीहरू म चाहिँ बारीमा पुग्नु लाग्यो यो साथीहरू हाम्रो अलर बारी कहिले टिपेर भ्याइने होला यो कोही भर्खरै यस्तो फुल्किरहेछ बिस्तारै आयो नानी टुट्छ अब उठ स्ट्यान्ड अप उठा के हो मान्छे पनि लाटुनबाट जस्तो उठा हेर्नु साथीहरू यस्तै फल्छ हो यो अलरी यस्तै के नदेखेको क्यामेराले पनि अनि यस्तो जुत्ताको जुत्ता हुन्छ कि यस्तो अग्लो छ यो कहिले टिपेर भ्याइला भगवान के खाँछु कान्छीले के खाँछु च्याउच्याउ खाँछु च्याउच्याउ यसो हाँस्छ नि इही गर्दैन नक्कली साथीहरू के यस्तो कता यो आर्मी पुलिस आर्मी भएपछि यो तालिम हिँड्ने जस्तो भयो त्यो साथीहरू भिडियो बनाऊँ भने नि भिडियो देखिन्न हेर्नु साथीहरू हाम्रो घरको यो अलर बारीको अलर कस्तो लपक्कै फलेछ चाहिएछ भने सम्पर्क गर्नु होला साथीहरू हेर्नु जति भने पनि छ ए नानीलाई चोट लाग्छ के अरे कलबर दिदीले फेरि पठायो त भन्दाखेरि त्यही कालै यो सबै अलर हो क्या यो के धेरै बाक्लो भएर देखेकै छैन यहाँ मोबाइलमा पनि
धेरै हो हेर्नु साथीहरू हाम्रो यस्तो अलरहरू यसलाई अलरहरू देखेको दाल यो जस्तो बिमारी भएले नि खान मिल्छ क्या यो दाल यस्तो छ हेर्नु यता यता मल धेरै भएर हो मम्मी यस्तो भाग्नु उता उता बिचमा मल पायो त्यो बिचमा कति हुन्थ्यो त्यो पनि हो उता फेरि रुख मात्रै छ त नानी राइज ए यता ओइ ता हाम्रो लाउरे सोल्टी आज बारीमा अलर काट्दै हुन्छ साथीहरू अहिले तलबाट माथिबाट काट्दैन कस्तो तलबाट काटेको हो के ठुलै भयो धेरै भयो डाँट्थ्यो उयो हेर्ने सर्पसम्म त उयो डाला उयो माथिबाट काट्ने रिबन बाबा त्यो तलैबाट भयो त्यो ठुलो डाँड भयो हो त्यसरी काट्नु हो त्यस्तो बाँध्न सजिलो हुन्छ क्या खै ल्याउनु यस्तो छ यो हुन्छ गरे ढिलो हुन्छ मेरो बुढा फेरि लेफ हेन्डियो साथीहरू ओके साथीहरू अनि आजको ब्लग चाहिँ यति नै भयो हाम्रो चाहिँ अलर त्यति खासै काम केही नभएर चाहिँ म चाहिँ ब्लग चाहिँ लामो बनाइन हाम्रो चाहिँ अलर सलर पाकेर काट्नेबेला भइसक्यो जस्तो आजको ब्लग चाहिँ यति नै भयो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जान्न बिर्सिनु होला बाई बाई साथीहरू गुड नाइट